सबैलाई नमस्ते। फेरि म पनि अब भर्खरै खाना खाएर निस्केको म पनि होइन। अब गाइज सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ। म पनि अब म चाहिँ अब हामी दसैँमा अब टट्टलाएर के खानु भन्ने सोचेर त्यही भएर हामी कलारा मासु लिन गएको। त्यसको भैँसीको त्यही भएर हामी मासु लिन गयौँ। हजुर जाल खुल्लै राखेन नि केडा पर्छ माछा। ल जाल खुल्लै छ त्यो माछा पर्नु सट्टमा जाल खुल्लै होइन आयो आउँछ नयाँ जाऊँ। अब हामी चाहिँ मासु लिन जान्छौँ गाइस। मासु लिन शीतल छ त्यो भएर यसो बसिदिउँ न भनेर ल चलाऊँ भेना साइकल। अब हामी चट्ट मासु लिन जान्छौँ। ल भाइ बस ल जाऊँ। ल भाइ हजुर आजको भ्लगमा चाहिँ तिम्रो के मासु लिएर जाने मासु लिन जाने टट्टला र दसैँको पाहाडमा मासु। हजुर दसैँको स्पेसल हो। दसैँको स्पेसल हो। चट्ट यता पारितिर के खोला पारितिर मासु लिन जानेतिर। भाइ के हो भाइ भैँसीको मासु हो कि के हो भाइ? भैँसीको मासु हो। भैँसीको मासु अब आजकल यता त खाँदैनन्। अब हामी चाहिँ दमाई हो त्यो भएर खाइदिएको हो। ल है साथीहरू ल भैँसीको मासु खाने भाइ आम है सबैलाई बडा दसैँको शुभकामना छ। यता भित्र जान्छ ल नि यहाँभित्र अगाडि अगाडि हो अगाडि साथी हो। अब हामी चट्ट लाएर मासु लिन जान्छौँ। मेरो भाइ आइज मासु लिन भाइ कहाँ यता हो के अरे भाइ बाबुराम घरको त यही हो के यता पो हो। अब मासु लिन पुगिसक्यो ठाउँमा मासु लिन जान्छौँ। कता यता कता पट्टनको यो हो के अरे घर छ यही हो कि अटो पनि छ के अरे यही हो। अब गाई चाहिँ मासु लिन जान्छौँ। पछाडि गएर मासु अब हामी मासु लिन गयौँ। यो यही हो चट्टला हामी मासु काटिने ठाउँमा जान्छौँ फाइनल्ली। प्लास्टिक छैन त भाइ लग्नु प्लास्टिक के गर्नु त प्लास्टिकले त्यो लात लाग्छ म भगवान् के भन्ने आएर यार भाइ अब मासु लिन जानु गाई चाहिँ यो बाटो लात लाग्छ मलाई फेरि। पूजा गर्नु यो गाई चाहिँ पैसा त भिडियो राम्रो बनाऊ है। टाइममा आइएछ भाइ पाहाडको बनाउनु न मार हानेको नबनाए ल ल पूजा पाठ हुँदैछ। पूजा पाठ हुँदैछ अब के होइन भलक सुरु गराउन पैसा कमाउनुको लागि भनेर ओए रोकै म हामीलाई नदेखाए नदेखाउने हो। हाम्रो यता भेना मार हान्न रेडी मार हान्नलाई रेडी भइसक्यो। मार हान्नलाई दाउदो खतरा हान्ने गाइज छपक्कला छप्काउन पाए त लतक्क लाएर ए हामी भिडियो भलक बनाइरहेको त भलक हानिराखौ गाइज यहाँ त पाडो कटिङ भइरहेको। अब पाडो कटिङ गर्ने बेला भिडियो बनाउनु न क्या त्यो भएर त एक साइडमा बसिरहेको म चाहिँ। पाडो काटेपछि म देखाउँछु सुन्नु। अहिले चाहिँ म एकैछिन बन्द गर्छु एकैछिन है गाइज।